अहिले चाहिँ बिहानको कति बजी होला 5:46 भएको छ बिहानको यस्तो दामी हिमाल देखिरहेको छ नि अहिले आइ एम इन्जोइङ अ लट राइट नाउ हामी बसेको होटल चाहिँ यो गेटवे हिमालय भन्ने हो रेडी भइसक्नुभयो आज हामी घरले गाउँ जान्छौँ मर्निङ बाबा बाबाले उठायो मलाई हिमाल हेर त कस्तो टल्किरहेछ भन्दै घरे गाउँ चाहिँ जोस् यतातिर हो जस्तो लाग्यो अनि अब चाहिँ हामी मुभ हुनु लाग्यो प्याकअप गरेर निक्लिनु लाग्यो अब घरे गाउँतिर डन विथ प्याकिङ मम्मी चाहिँ निक्लिनु भयो अब म नि निक्लिन्छु आई थिङ्क यो चाहिँ थोरङला जानला होला किनभने यहाँबाट थोरङला पास हामीहरू चाहिँ टन्नै हुन्छ थोरङला पास चाहिँ मेरो फर्स्ट ट्रेक हो जसमा दामी छ त्यो ठाउँ ओहो हिमाल आई क्यान्ट रेसिस्ट दिस के हिमाल चाहिँ म वाउ नभनिकन मलाई त्यतै बुझ्दैन अब हामी यो मेरो माइक त राम्रो छैन आवाजहरू चाहिँ खत्तम आउँछ होला बियर गर्नु होला 3-4वटा ब्लगसम्म त्यो मम्मी अगाडि राखिदिन्छु गाइस हामी चाहिँ निक्ल्यौँ गइसक्यौँ है कहिले गाउँतिर I'm feeling excited. यहाँसम्म चाहिँ आइपुग्यो कुमा हिल भन्ने ठाउँमा आइपुग्यो हामी बवाल भइरहेको छ अहिलेसम्म You can see the view. Pretty good view. Pretty good भन्दा नि good view. दामी view. बाटो चाहिँ अलिक खत्तमै रहेछ हाम्रो यो गाडी पनि आयो है आउनु चाहिँ सानो गाडी पनि राइडर खतरा छ नि फेरि ड्राइभर त्यही बाटो आएको हामी चाहिँ अहिले यहाँ आइपुग्यो माथि अब एकछिन ड्रोन उडाउँछ होला यस्तो दामी देखिरहेको लाई त गाइस अब ड्रोन सट आउँछ चाहिँ लास्टै खत्तम रहेछ कि बाटो अनि हामीले चाहिँ त्यहीँ छोडेर अब यहाँबाट जानु कति 4-5 मिनट त हो माथि एकछिन हिँडेर अनि माथि जाने अनि एकछिन घले गाउँ घुम्ने आज बस्दैन होला हामी घले गाउँ किनभने त्यो घले गाउँ मात्र हो नि त आजै फर्किन्छौँ कि यसो घुमेर हेरौँ ऐसेलु भनेर भयो त यो गाइस फाइनली घले गाउँ पुग्यो बाबा मम्मी यहीँ रहेछ कति 2 मिनट हिँड्यो होला 2-4 मिनट हामी अब हामी खाना खान्छौँ क्या खाना खाएर अनि त्यसपछि घुम्न थाल्छौँ हल्का माथि आएर यसो बसिरहेको अब एकछिन ड्रोन उडाउने अनि खाना जाने
चाहिँ भ्याइयो यस्तो हुसु नै हुसु भएको छ अहिले यहाँ त्यस्तो केही पनि छैन यस्तो छ खाना हामीले यहाँ खायौँ अनि निक्लेको पनि अब मम्मी बाबालाई पनि ड्रेस लगाइदिने यसो अनि एउटा फोटो खिचेर अनि यताउति हेरेर घाँदोको भाइब हेरेर अनि हामी यहाँबाट निक्लिन्छौँ नेपाली बाबु मेड इन नेपाल है त ड्रेस चाहिँ लगाइयो अब टक्क लाएर फोटो खिचिन्छ यसो फोटो भिडियोहरू बनाइन्छ यसमा मम्मी ल मम्मीलाई चाहिँ हेमलाल घले अब गुरुङ भनेर भइहाल्छ गौतम गुरुङ गुरुङ हेमलाल घरे गुरुङ दुइटै राखिदिन्छ नि त के भयो यो फोटोसोटो खिचेर हेर्नुभयो होला अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ घले गाउँबाटै यस्तो छ वेदर अब हामी बेसी सर जान्छौँ लेट्स सी कहाँ हुन्छ हामी प्रब्ली चाहिँ अब यत्रो टाइम छ भर्खर 12 नि बजेको छैन यहाँ अनि हामी आई थिङ्क विल हेड टु बन्दीपुर आई गेस यस द्याट्स इट फर घले गाउँ घुम्न कहाँ सजिलो छ त बन्दीपुर बन्दीपुरबाट हिँड्यौँ तर
प्रायः सब होटलहरू बुक छ जस्तो टाइपको पनि भयो त्यही भएर नि हामी बसेनौँ यहाँ हामी बरु हाइवेमै गएर बस्छौँ जहाँ मन लाग्छ त्यहीँ होइन त्यहीँ बस्ने अब घर त नजाने फेरि आज भ्याउँदा भ्याउँछ तर त्यो हस्याङ फस्याङ गर्दै किन जानु होइन त्यही त चिलमा जाने हो आज बसिन्छ कहीँ बसिन्छ I'll show you guys कहाँ बसिन्छ यति नै हो हामी यहाँ आबु खैरेनीमा छौँ अहिले रोयल होम भन्ने रहेछ आबु खैरेनीमा आराम गर्छौँ त्यही हो इट्स गोइङ गुड फ्यामिली ट्रिप रुममा पनि चिरियो होप यु इन्जोयड माई भ्लग अहिलेसम्मलाई है बन्दीपुर यताउति कहाँ फर्स्ट लिगलिगकोटबाट अनि घलेगाउँ अनि बन्दीपुर जस दामी भयो फ्यामिलीसँग बाबा मम्मीसँग बवाल रमाइलो भयो I will see you on the next video.